माननीय सभामुख महोदय, निश्चित रूपमा अहिले हाम्रो देश कोरोनाबाट प्रभावित भएको, विश्व नै यो महामारीबाट प्रभावित भएको, हामी सबै एकाग्र भएर कोरोनासँग लड्नुपर्ने अवस्थामा देशमा विभिन्न प्रकारका उथलपुथलहरू भइराखेकै छन्। त्यसमा अहिले आएर नागरिकता सम्बन्धी जुन विधेयक 2063 सालको ऐनलाई पहिलो संशोधनको रूपमा राज्य व्यवस्था समितिले बहुमतले पारित गरेर प्रतिनिधि सभामा दर्ता गराएको छ। तर हाम्रो कन्सर्नको विषय कहाँ छ भने जुन प्रकारका नागरिकता सम्बन्धी विधेयक अहिले हाउसमा दर्ता भएको छ, भोलिका दिनमा त्यसले यो देशलाई कहाँ पुर्याउने हो, यो देशको अवस्था कस्तो हुने हो, त्यसका बारेमा हामी चिन्तित भएका छौँ। यो प्रदेश सभाका मान्य सदस्यज्यूहरू चिन्तित भएका छन्, यो प्रदेशका जनता चिन्तित भएका छन्। हामी भन्न चाहन्छौँ 63 सालको जुन हाम्रो ऐन छ नागरिकता सम्बन्धी, त्यसमा संशोधन गर्नुपर्ने आवश्यकता र औचित्यता हाम्रा देशका प्रधानमन्त्रीले यी दुईटा शब्द जहिले पनि प्रयोग गर्नुहुन्छ, हामीले बुझ्न सकिरहेको छैन। के विदेशी महिलाहरू नेपालमा आएपछि नेपाली भूमिलाई, राष्ट्रियतालाई कहाँ चाहिँ कमजोर पार्न खोजेको छ? अहिलेसम्म त्यस्तो कसैमाथि राजद्रोहको मुद्दा पनि लागेको छैन, राष्ट्रघाती भनेर कसैलाई उभ्याएको पनि छैन। अनि संशोधन गर्नुपर्ने कारण के हो त? उहाँहरूबाट कस्तो खतरा उहाँहरूले हेर्नुभयो? हामी त्यो जान्न चाहेका छौँ। होइन भने विदेशीको नाम त पक्कै त्यसमा छन्, तर हामी यो मधेसमा बस्ने, खास गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र त्यसमा पनि यो प्रदेश 2 जसको सांस्कृतिक सम्बन्ध हाम्रो भारतको धेरै दक्षिणतिर नहोला, तर यूपी, बिहार, उत्तर प्रदेश, उत्तराखण्डसँग हाम्रो नजिकको सम्बन्ध रहेको छ। यसलाई टार्गेट गरेर हामीलाई लाग्दछ यो विधेयक ल्याइएको छ। हुन त विदेशी भनेका छन्, विदेशीको परिभाषाभित्र भारत पनि पर्दो रहेछन्। आजको कुरो होइन, हाम्रो सम्बन्ध यो कुनै राज्यले बनाएको सम्बन्ध होइन, काठमाडौँ र दिल्लीको सम्बन्ध होइन, यो सीता र रामको सम्बन्ध हो। सीता र रामको सम्बन्ध कसैले बनाएको होइन, त्यति बेलाका त्रेतायुगका राजा जनक र दशरथका बीच, राम र सीताका बीचका सम्बन्ध हुन्। हामी भन्ने बेलामा सीता हाम्रा देशका विभूति हुन् हामी भन्छौँ, तर ती सीता चाहिँ भारतको अयोध्यामा बिहे गर्दा या इन्डियाबाट हाम्रा चाहिँ बुहारी घर नेपालमा आउँदा त्यसका बारेमा हामीले गलत प्रकारले सोच्ने जुन हाम्रो प्रवृत्ति छ, नस्लीय चिन्तन छ, त्यो निश्चित रूपमा यो देशको लागि घातक हो। हामी आग्रह गर्न चाहन्छौँ, यदि यो विधेयकलाई परिमार्जन गरिकन 2063 को अनुरूप आएनन् भने यो देश अराजकतातिर धकेलिनेछ। अराजकतातिर गयो भने कसैको कल्याण होइन छैन। समृद्ध नेपाल र सुखी नेपालीको सपना तुहिने डर छ। त हामी चाहन्छौँ प्रदेश सभाले जुन यो नागरिकता सम्बन्धी विधेयक सम्बन्धी जुन प्रकारको एउटा संज्ञान लिएका छन्, त्यसका बारेमा हाम्रा संघीय सरकारले, प्रतिनिधि सभाले पक्कै ध्यान दिनेछ। होइन भने हामीले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको जुन कल्पना गरेका छौँ र यसलाई स्थायित्व प्रदान गर्ने कुरा गरेका छौँ र सुखी समृद्ध नेपाल, सुखी नेपालीका नारा दिएका छौँ, त्यो नारामै सीमित रहन्छ। त्यसैले हाम्रो आग्रह के छ भने यो संशोधन नागरिकता विधेयक जुन हाउसमा गएको छ त्यसलाई फिर्ता लिनु पर्दछ। सबै नेपालीलाई समान व्यवहार गर्नुपर्दछन्।
बुहारी हाम्रो हो, ऊ हाम्रो अर्धाङ्गिनी हुन्। कोही हाम्रा आमा छन्, कोही बुहारी छन्, कोही चाहिँ श्रीमती छन्। ती सबैको समान हैसियत हो, समान अधिकार हो। हाम्रो संविधानले केही कुराहरू लेखिसकेका छन्, यो देशका मुख्य पदहरूमा चाहिँ अङ्गीकृत वैवाहिक अङ्गीकृत पाएकाहरू बस्न नपाउने भनेर। त्यो कुरा हुँदाहुँदै फेरि यस्तो अवस्था किन आयो? यसको मतलब हामी आफ्नै नागरिकमाथि शङ्का गरिरहेका छौँ। यदि हामी आफ्नै नागरिकमाथि शङ्का गर्ने हो भने देशको भलो कहिले हुने छैन। त्यसैले हामी आग्रह गर्छौँ, यो सरकारले यो कुरालाई चाहिँ ध्यान दिनै पर्छ। अहिले तपाईँ हेर्नुहुन्छन्, अहिले लाग्दो होला राज्यलाई सामान्य चाहिँ नारा जुलुस भइरहेको छ, तर याद गर्नुहोस् कालखण्डलाई कसरी यसले चाहिँ आगोको रूप लिन्छ। त्यसैले यो हाम्रो आग्रह हो। अहिले यो प्रदेश सभाले यो संकल्प प्रस्ताव पास गरेर प्रदेश सरकार मार्फत संघीय सरकारको ध्यान आकर्षण होस्। यदि त्यसबाट पनि हाम्रो समस्यालाई समाधान गरेन भने हाम्रा जुन विदेशी जो अहिले नेपाली महिला हुन गएका छन्, बिहे गरेर आएर नेपालप्रतिको जुन उहाँहरूको माया र प्रेम छ, त्यसलाई कतैबाट गलत दृष्टिकोणले हेर्ने काम हुन्छ भने त्यो हामीलाई सह्य हुने छैन। यसकारण धेरै कुरा त म भन्न चाहन्न। हामीलाई आशा छ संघीय सरकारले यो प्रदेश नम्बर 2 का यो संकल्प प्रस्तावलाई उहाँहरूले बुझ्नुहुनेछ र यो प्रस्ताव फिर्ता लिने सम्पूर्ण नेपालीको जुन चाहना छ, यो विधेयक फिर्ता होस् भनेर त्यसमा चाहिँ ध्यान दिनुहुनेछ भन्ने मैले विश्वास लिएका छौँ। र माननीय शैलेन्द्र प्रसाद यादवद्वारा जुन प्रस्ताव पेश भएको छ, यी प्रस्तावलाई सम्पूर्ण मान्यज्यूहरूको तर्फबाट एकमतले पास होस् भन्ने समर्थन गर्दै आफ्ना कुरा अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय मधेस।